हरि ओम सर्वमङ्गलम भवतु। नास्तिक के हो त नास्तिक? हामीले नास्तिकलाई धर्म नमान्ने अथवा पाखण्डी यस्तो चाहिँ गलत व्यक्तिलाई नास्तिक भन्ने हामीले विचार लिएका छौँ। हाम्रो समाजले त्यसरी लिन्छ। तथापि त्यो होइन। आस्तिकहरू पनि नराम्रा हुन्छन्। जसरी कंस आस्तिक हुनुहुन्थ्यो, रावण आस्तिक हुनुहुन्थ्यो, तर उहाँ नराम्रो काम गर्नुभयो, राक्षस कहलिनुभयो। त्यस्तै आस्तिक हुँदैमा धार्मिक हुँदैन। गलत सोच, गलत विचार र गलत काम गर्ने जति राक्षस, सहयोगी भूमिका खेल्ने, करुणा वर्षाउने, सही सत्य मार्गमा हिँड्नेलाई देव भनेको हो। देव र राक्षस भनेको यही हामी मान्छे हौँ। जसले गलत गर्छ, गलत विचार ल्याउँछ र गलत कार्य गर्छ ऊ राक्षस। जसले सही काम गर्छ, सत्कर्म गर्छ ऊ देवता। र जो कोही पनि देवी देवताप्रति आस्था पनि राख्दैन, कसैलाई नकारात्मक पनि राख्दैन, ऊ पूर्ण रूपमा मोक्ष मार्गी हुन्छ, ऊ नास्तिक हो। खासमा भन्दा त्यसरी हो। गौतम बुद्धले पनि नास्तिकवादलाई फलो गर्नुभएको छ। गुरु चारवाक, ऋषि चारवाकले पनि नास्तिकवादको चाहिँ दर्शन ल्याउनु भएको छ। त्यही भएर नास्तिक भन्दा बित्तिकै हामीले नराम्रो व्यक्ति, नराम्रो चाहिँ शब्दको रूपमा लिनु हुँदैन। नास्तिक भनेको त पवित्र, उसको सबै हो, सबै उसको हो। ऊ कुनै पनि एउटा देवी देवताको होइन, ऊ कुनै पनि एउटा धर्मको होइन। यहाँ हामीले मुस्लिम भन्छौँ, क्रिस्चियन भन्छौँ। मुस्लिमले क्रिस्चियनलाई गाली गरेको छ, क्रिस्चियनले मुस्लिमले हिन्दूलाई गाली गरेको छ, हिन्दूले अर्कोलाई गाली गर्छ। जब हामी धर्ममा विभाजन हुन्छौँ अनि अर्को हुन्छ। आफू एउटा धर्मको भएपछि अर्को व्यक्ति अर्को धर्मको हुँदा बित्तिकै यहाँ के भयो? दुईटा भयो, धर्म बाँडियो, विभाजन ल्याइयो। नास्तिकमा त्यो हुँदैन। नास्तिकमा सम्पूर्ण प्राणी एक हो, सम्पूर्ण मानव जाति एक हो, यहाँ भेद छैन। सबै मानव जातिले सबै प्राणी मानवको हित चिताउँदै, करुणा सहयोग गर्दै, आफ्नो कर्म गरेर प्रफुल्ल भएर, खुसी भएर, आनन्दित जीवन बिताउँदै आफू र ब्रह्माण्ड अनि ब्रह्माण्ड उत्पत्तिकर्ता, हाम्रा उत्पत्तिकर्ता परमपिता परमेश्वरको बारेमा जानकारी लिने। यहाँनिर कुनै देवी देवताको नाम पनि आउँदैन, कुनै किसिमको चाहिँ तन्त्र मन्त्र पनि आउँदैन। बस स्वच्छ मनले चिन्तन गर्नु, अनुसन्धान गर्नु। जसरी अहिले नासाले अथवा लगायतका विभिन्न किसिमका चाहिँ हाम्रा रिसर्चरहरू विभिन्न देशका आफ्ना नामका हुनुहुन्छ। जसरी नासाले चाहिँ ब्रह्माण्डको बारेमा खोजिरहेको छ, हाम्रो उत्पत्तिको बारेमा खोजिरहेको छ। त्यही हो चाहिँ खास धर्म भनेको। हाम्रो वेदले त्यही सिकाएको छ, उपनिषदले त्यही सिकाएको छ। हामी आफू सत्कर्म गरेर पूर्ण रूपमा आनन्दित हुँदै, रोमान्स गर्दै, रमाइलो गर्दै, अरू कसैलाई पीडा दुःख नदिइकन हामी आफ्नो बारेमा, यो ब्रह्माण्डको बारेमा र यसको उत्पत्तिकर्ता अथवा उत्पत्तिको स्रोतको बारेमा जान्नु नै मुख्य धर्म हो। अब त विज्ञानले पनि त्यही भन्छ, धर्मले पनि त्यही भन्छ। यो विज्ञान र धर्म एउटै हो, यहाँ फरक होइन। विज्ञान नै धर्म हो, विज्ञानलाई गलत भन्न मिल्दैन। हामीले विज्ञानलाई पनि फेरि दुश्मन जस्तो, जसरी नास्तिकलाई हामीले नकारात्मक शब्दको रूपमा लिन्छौँ, त्यसरी विज्ञान धर्मबाट अलग हो भनेर यसलाई चाहिँ दुश्मनको रूपमा लिइन्छ। होइन, विज्ञान नै धर्म हो, धर्म नै विज्ञान हो। फेरि धर्म विज्ञान छ। हाम्रा तन्त्र मन्त्रहरू सबै वैज्ञानिक छन्, त्यहाँ विज्ञान लुकेको छ। र हाम्रो सम्पूर्ण वैदिक ग्रन्थ, वेद, उपनिषद सबैमा चाहिँ विज्ञान छ। त हाम्रा ऋषिहरू नै वैज्ञानिक हुनुहुन्छ। ती ऋषिहरूले तत्कालीन समयमा सकै जतिको खोज्नुभयो, सकै जतिको चाहिँ समाजलाई केही कुराहरू दिनुभयो, आदर्श दिनुभयो, है दर्शन दिनुभयो, जीवन बाँच्ने कला दिनुभयो। उहाँहरू महान वैज्ञानिक हुनुहुन्छ। र अहिलेका महान सफल वैज्ञानिकहरू नै ऋषि हुन्। उहाँहरूले जो वैज्ञानिक हुनुहुन्छ, उहाँहरूलाई नि सम्पत्तिको या कुनै पनि कुराको चाहिँ मोह हुँदैन। सफल वैज्ञानिकहरूलाई सम्पत्तिको मोह हुँदैन, नामको मोह हुँदैन। त्यस्तै ऋषिहरूलाई पनि त्यही नै हो। त्यसकारणले ऋषि र वैज्ञानिकमा पनि भेद छैन, एउटै हो। र तर हामीले चाहिँ विज्ञानलाई र धर्मलाई चाहिँ बेग्ला बेग्लै पाटोको रूपमा हेर्छौँ, दुश्मन जस्तै बनाइदिन्छौँ दुईटालाई। तर होइन, दुईटै एउटै हो। र नास्तिक शब्द पनि पवित्र शब्द हो।
नास्तिकले सबै धर्मलाई माया गर्छ, सबै प्राणीलाई माया गर्छ, सबै देवी देवतालाई माया गर्छ र परमपिता परमेश्वर जो एउटै हुनुहुन्छ उहाँको बारेमा खोज गर्छ, ब्रह्माण्डको उत्पत्तिको बारेमा खोज गर्छ, त्यो नास्तिक हो। कुनै पनि एउटा देवी देवताप्रति आस्तिक नहुनु, कुनै पनि एउटा धर्म मात्रै पनि आस्तिक नहुनु नै नास्तिक हो। र नास्तिक हुँदैमा संस्कार छोड्नुपर्ने, सबै छोड्नुपर्ने पनि होइन, सबै गरेर पनि कुनै पनि कुरामा पूर्ण आस्तिक नहुनु नै नास्तिक हो। त्यही भएर नास्तिक नकारात्मक शब्द होइन, नास्तिक नराम्रो व्यक्ति होइन, नास्तिक भनेको स्वतन्त्र, पूर्ण स्वतन्त्र, कुनै पनि धर्ममा, कुनै पनि देवी देवतामा पुरै घोप्टिएर पूर्ण रूपमा समर्पित भएको हुँदैन, त्यति मात्रै फरक हो। सबै देवी देवतालाई सम्मान गर्छ, सबै धर्मलाई सम्मान गर्छ। त्यही भएर नास्तिक पवित्र शब्द हो, मोक्ष मार्गी हो। र यदि नास्तिक नबनिकन मोक्ष प्राप्त गर्न धेरै गाह्रो छ। हरि ओम तत्सत।